कपिलवस्तु नगरपालिका 5 अन्तर्गत भवनी गाउँ नजिकको पोखरीको किनाराबाट एउटा माटोको गाग्रो सहित पुराना सिक्का र अन्य ऐतिहासिक वस्तु फेला परेका छन्। प्रारम्भिक अनुमान अनुसार यी सिक्का करिब 100 देखि 200 वर्ष पुराना हुन सक्ने बताइएको छ। केही सिक्कामा मोहम्मद नाम लेखिएको देखिएको छ। फेला परेका सबै सामग्री स्थानीय जनप्रतिनिधि र नेपाल प्रहरीको समन्वयमा थप अनुसन्धानका लागि तौलिवा पठाएको छ। हाल सम्बन्धित निकायले ती वस्तुको वास्तविक उमेर, ऐतिहासिक महत्त्व र प्रमाणिकता बारे अनुसन्धान गरिरहेको छ। अनुमान गर्दाखेरि चाहिँ मुस्लिम समयको कोइन हुन सक्छ। यसमा चाहिँ 12औं देखि 13औं शताब्दीको अनुमान गर्न सकिन्छ। यसमा चाहिँ पुरै कोइनहरू चाहिँ डिटेलली सफा गरेको छैन। अहिले चाहिँ हामीले आज यहाँ जिल्ला प्रहरी कार्यालयबाट चाहिँ हामीलाई हस्तान्तरण गरेर लगेपछि चाहिँ हामीले विस्तृत रूपमा चाहिँ म्युजियममा राखेर अध्ययन अनुसन्धान साथै कन्जर्भेसन गरेर भविष्यमा चाहिँ प्रदर्शनीमा राख्नेछौँ।